अन्त यो साकुरा नेपालबाट ल्याएको भन्छ के हो? साकुरा यस्तो छ हौ भाइ, कथा लामो छ। खासमा चाहिँ नेपालबाट ल्याएको साकुरा भनेको चाहिँ हजुर कहाँ भने हाम्रो वीरेन्द्र चाहिँ किङ वीरेन्द्र चाहिँ युवराज हुँदाखेरि पहिला आतामी भन्ने सिटीको बासिन्दाहरूले गिफ्ट दिएको थियो 1967 मा। अनि पछि चाहिँ उसले पनि नेपाली वाइल्ड हिमालयन चेरी भनिन्छ अङ्ग्रेजीमा। त्यो चाहिँ उसले पनि आतामी सहरलाई उपहार दिएको थियो। त्यो चाहिँ अहिले पनि त्यो चाहिँ तर चिसो मौसम फुल्छ अक्टोबर नोभेम्बरतिर। अनि अर्को भनेको चाहिँ 2006 मा जापानसँगको के भन्छ कूटनीतिक सम्बन्धको 50 इयर्स पुगेको उपलक्ष्यमा पनि नेपालले 10वटा क्युसु युनिभर्सिटीमा सकियो। अनि अरू टोकियो युनिभर्सिटीको पनि यो अनुसन्धानको लागि राखे त्यहाँनिर पनि छ यो वनस्पति विभागमा। अनि अर्को भनेको तिम्रो क्योटो युनिभर्सिटीमा पनि छन् चाहिँ। हजुर खासमा अब नेपालको त्यो हाम्रो प्रजाति चाहिँ हिमालयन चेरी, हिमालयन साकुरा अथवा पैँयो, त्यसलाई चाहिँ पिनस सेरासोइडिस भनिन्छ भने जापानको त्यसको बोटानिकल नाम चाहिँ जापानकोलाई चाहिँ पिनस योडोइसिस भनिन्छ। अब यसको पनि विभिन्न 600 भन्दा धेरै प्रजाति छ जापानकै पनि। हजुर तर एउटा भनाइ के चाहिँ हो भने यो यसको जेनेटिक स्टडी गर्दा चाहिँ हजारौँ वर्ष पहिला चाहिँ यो नेपालकै पहाडी भेगबाट बिस्तारै पूर्वतिर सर्दै विभिन्न चराहरूले बिउ लग्दै गर्दा चाहिँ यसको पुरानो एन्सेस्टर चाहिँ नेपालको पैँयु नै हो कि भन्ने जस्तो पनि कुरा चाहिँ छ। तर ओरिजिनली चाहिँ यो जापानको अहिलेको आधुनिक यो साकुरा चाहिँ पिएस युडोइसिस भन्ने र नेपालको हिमालयन साकुरा पैँयु चाहिँ उनीहरूको जेनेटिकल्ली अलिकति फरक हुँदै आएको बाँदरबाटै मान्छे भएको भने जस्तै अब मान्छे आफ्नो ठाउँमा विकसित हुँदै आयो त्यस्तै हो। अब कुरा चाहिँ खास त्यस्तो है। ल धन्यवाद। झरिसकेछ है।